हाई गाइस, आज हामी बनाउँदैछौँ टेम्पुरा प्रन र टेम्पुरा प्रन बनाउन जाँदैछु। यसको लागि हामीले टेम्पुरा फ्लोर लिएको छौँ र आउनुहोस् हामी प्रन पनि लिन्छौँ र प्रन हामी लिँदैछौँ 6 पिस प्रन हामी लिइसक्यौँ र यसलाई हल्का काटेर स्ट्रेट गर्नुपर्छ र यसलाई हल्का काट्दै हामी यसलाई स्ट्रेट गरौँ र स्ट्रेट गर्दैछौँ। हामी यसलाई हल्का गर्नुपर्छ, यसलाई हल्का काटेर मजाले यसलाई स्ट्रेट गर्नुपर्छ हो। यो चाहिँ जापानिज डिस हो, धेरै नै टेस्टी हुन्छ गाइस। र हामीले स्ट्रेट भइसक्यो प्रन पनि र यसलाई हामी हल्का सिजनिङ गरौँ। सिजनिङको लागि व्हाइट पेपर, सल्ट, सुगर हल्का लगाएर यसलाई मेरिनेसन गरौँ ताकि हामी खाँदा अलिक टेस्टी हुन्छ। र यसको लागि हामी बनाउन जाँदैछौँ ब्याटर, टेम्पुरा ब्याटर। टेम्पुरा ब्याटरको लागि हामीलाई चाहिन्छ टेम्पुरा र टेम्पुरा हामी हाल्दैछौँ र टेम्पुरा हालिसकेर मजाले यसलाई पानी लगाएर मिक्स गर्नुपर्छ। मजाले मिक्स गर्दैछौँ गाइस, हेर्नुहोस्। यसलाई मजाले पानी हल्का हाल्दै मजाले मिक्स गर्ने हो। मिक्स गर्दैछौँ, मजाले मिक्स गरेर हल्का पानी हालौँ। मजाले मिक्स गरिसकेपछि फाइनली हाम्रो ब्याटर भइसक्यो र अब हामी जाँदैछौँ गाइस फ्राईपट्टि। आउनुहोस् फ्राई गरौँ हामी यसलाई। र फ्राईको लागि तेल गरम भइसक्यो। पहिला हामी गर्दैछौँ प्लेटिङको लागि ग्लास नुडल फ्राई गर्दैछौँ र ग्लास नुडल प्लेटिङमा धेरै नै राम्रो हुन्छ र हामी ग्लास नुडल फ्राई गर्दैछौँ। फाइनली हाम्रो ग्लास नुडल नि फ्राई भइसक्यो र अब हामी हाल्न जाँदैछौँ प्रन, टेम्पुरा प्रन। र टेम्पुरा प्रन यसरी हाल्ने हो, हल्का मिडियम अइलमा। बेसी हिट पनि हुनु हुँदैन अइलको टेम्परेचर। र मजाले हाल्दैछौँ, हालिसकेर मजाले हल्का फ्राई गर्ने हो। मजाले फ्राई हाल्दै जाउँ, मजाले फ्राई गर्ने हो गाइस। र तपाईहरुले पनि यो घरमा खानु धेरै नै राम्रो हुन्छ, ट्राई गर्नुहोस्। हामीले घरमा पनि बनाएर खान सक्छौँ। एक्चुअली यो जापानिज डिस हो र हामीले घरमा पनि सजिलैसँग यसलाई बनाएर हामी साइड डिसमा खान सक्छौँ। फाइनली हाम्रो प्रन रेडी भइसक्यो। अब यसलाई हामी निकाल्दैछौँ र अब हामी यो प्लेटिङ गर्नुपट्टि लागौँ। प्रन भइसक्यो। फाइनली गाइस हाम्रो प्लेटिङ नि भइसक्यो र तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस् र